तपाईहरुको इन्कमहरुको ट्याक्स कसरी तिर्दै हुनुहुन्छ त? ट्याक्सको बारेमा कुरा गरौँ। युनिभर्सिटीलाई या हाई कमिसनलाई कति वर्षको ट्याक्सहरु तिर्ने? स्यालेरी चाहिँ नर्मली तपाईको 2 वर्षको फिस्कल इयरको तिरिएको हुनु पर्यो, मिनिमम पनि, म्याक्सिममले अहिले अपडेट गरेको छ। बिजनेसको चाहिँ तपाईको ओपनिङ देखिको हो नर्मली तिर्नु पर्ने, मिनिमम पनि 2 वर्षको हुँदा राम्रो। रेन्टलहरुको केसमा चाहिँ एउटा आर्थिक वर्षको तिर्दाखेरि अहिलेसम्मको लागि पुगिरहेको छ। तपाईले बिजनेस चलाउँदै हुनुहुन्छ, ट्याक्स तिर्दै हुनुहुन्छ। देखिरहेको चाहिँ कस्तो हुन्छ भने मिनिमम ट्याक्स तिर्ने, 30 लाख रुपैयाँ कारोबार देखाउने, 3 लाख रुपैयाँ इन्कम देखाउने अनि ट्याक्स तिर्दिने। त्यो कुराहरु चाहिँ थोरै ध्यान दिनु पर्यो। कारोबार कस्तो छ त्यो कारोबारको आधारमा अडिटरलाई भेटेर, ट्याक्स अफिसको मान्छेलाई भेटेर सबै कुराहरु बोलेर, सबै कुराहरु भनेर मात्रै हामीले ट्याक्स फाइल गर्नु पर्यो। देखिरहेको कमन कुरा चाहिँ 2-3 वर्षको ट्याक्स एउटै टाइम फ्रेममा तपाईले पेमेन्ट गर्नुभयो। आज 1 वर्षको तिर्नुभयो, भोलिपल्ट अर्को वर्षको, अनि त्यसपछि पर्सिपल्ट अहिलेको रनिङ वर्षको। त्यसलाई चाहिँ राम्रो मानिएन। तपाईको ट्याक्स भनेको टाइममा तिरिनु पर्यो। स्यालेरीको ट्याक्स तिर्दाखेरि चाहिँ मिनिमम थ्रेसहोल्ड हुन्छ 6 लाख सम्मको, त्यो भन्दा माथिको फरक हुन्छ। त्यो कुराहरु पनि तपाईले अडिटरसँग बसेर राम्ररी बुझेर चाहिँ ट्याक्स फाइल गर्नु होला। ल्यान्ड लिजको हुन सक्यो र हाउस रेन्टको हुन सक्यो। हरेक ठाउँमा फरक सिस्टम हुन्छ। नर्मली तपाईहरुले यो तिरिने भनेको कि वडा कार्यालयमा भयो कि नगरपालिकामा भयो, त्यहाँ गएर बुझ्नु होला के कति पर्छ। तिर्नु भन्दा अगाडि एकचोटी तपाईलाई जसले डकुमेन्टेसन गाइड गरिरहेको छ उसलाई भेटेर हाम्रोमा यो तरिकाको छ, कहिलेदेखि कहिले तिर्ने, सबै कुराहरु बुझेर मात्रै तिर्नु होला। तपाईले ट्याक्स तिर्नु भयो भन्दैमा तपाईको फाइल राम्रो बन्दैन। ट्याक्स अनुसारको हाम्रो इन्कम पनि ब्याङ्किङ हुनु पर्यो, ब्याङ्कको स्टेटमेन्टहरुमा रिफ्लेक्ट भएको हुनु पर्यो। तपाईको स्पोन्सरहरु नेपाल भन्दा बाहिर काम गर्दै हुनुहुन्छ, फरेन इन्कम छ उहाँहरुको, त्यसको ट्याक्स चाहिँ कसरी तिर्ने भनेर पनि सोधिरहनु भएको हुन्छ। नर्मली चाहिँ एउटा कन्ट्रीमा हामीले ट्याक्स फाइल गरिसकेको छ भने अरु कन्ट्रीमा ट्याक्स तिर्नु पर्दैन। नेपालमा कुनै पनि ट्याक्सेसन गर्नु परेन। बाहिर जब गर्दै हुनुहुन्छ त्यसको स्यालेरी बाहिर नै लिनुहुन्छ। नेपालमा चाहिँ तपाईले लिगल वेबाट नेपाल डिपोजिट भएको हुनु पर्यो, अन्य तरिकाले डिपोजिट भएको हुनु भएन। पछि कुनै अपडेट हुन सक्यो भने पछिको लागि पनि हामीलाई फलो गरेर बस्नु होला। चाहिँ नयाँ अपडेट तपाईले पाइराख्नु हुनेछ।